मदन भण्डारी स्मृति महिला स्तरीय फुटबल प्रतियोगिता चाहिँ र सम्पूर्ण हाम्रो निमन्त्रणालाई चाहिँ स्वीकारेर चाहिँ पत्रकारज्यूहरू चाहिँ सबै आएर चाहिँ एउटा यो गेमको लागि साथ सहयोग गर्नुभएकोमा म हृदयबाट हाम्रो धरान सिटी फुटबल क्लब संयोजक धरान नगरपालिका लगायत सम्पूर्ण टिमबाट चाहिँ पत्रकारज्यूहरूलाई चाहिँ मेरो हार्दिक चाहिँ अभिवादन छ र यो चाहिँ हाम्रो आदरणीय दाइ र क्लबका अफिसियल दाइले चाहिँ पढाएर सुनाउनुहुन्छ हाम्रो विकास प्रधानज्यू। धरान सिटी फुटबल क्लब धरान सिटी फुटबल क्लब धरान 15 सुनसरी आदरणीय सम्पादकज्यू सञ्चालकर्मीज्यू धरान उपमहानगरपालिकाको संयोजनमा तथा धरान सिटी फुटबल क्लबको आयोजनामा मदन भण्डारी स्मृति महिला क्लब स्तरीय फुटबल प्रतियोगिता 2082 यही मिति असार 6 गतेदेखि 14 गतेसम्म धरान सोह्र स्थित धरान रङ्गशालामा भव्य रूपमा आयोजना गरिने भएको जानकारी गराउन पाउँदा हामीलाई अत्यन्तै हर्ष लागेको छ। उक्त प्रतियोगिता महिला फुटबल खेलको विकास विस्तार व्यवसायीकरण तथा संस्थागत प्रतिबद्धतामा महत्त्वपूर्ण कदम साबित हुने विश्वास लिएको छ। धरानको इतिहासमै पहिलोपटक महिला क्लब स्तरीय फुटबल प्रतियोगिता आयोजना हुन लागेकोले यसले स्थानीय महिला खेलाडीहरूलाई हौसला प्रदान गर्नुको साथै नयाँ प्रतिभा उजागर गर्न विशेष भूमिका खेल्नेछ। यस प्रतियोगितामा धरानका 8 प्रतिष्ठित महिला फुटबल क्लबहरू सहभागिता रहने जानकारी गरिन्छ। यस सन्दर्भमा प्रतियोगिता सम्बन्धी सम्पूर्ण जानकारी तयारी उद्देश्यबारे सञ्चारकर्मी मित्रहरूलाई जानकारी गराउन तथा तपाईहरूका बहुमूल्य सुझाव विचार एवं सुझावहरू ग्रहण गर्नका साथै आज यस पत्रकार सम्मेलनको आयोजना गरिएको हो। तसर्थ तपाईको सम्मानित उपस्थितिले खेल कार्यक्रमलाई अझ प्रभावकारी बनाउने दिशासार निम्न नीति समय स्थानमा उपस्थित भइदिन हुन हार्दिक अनुरोध गर्दछौँ। मिति 2022 साल असार 6 गतेदेखि 14 गतेसम्म समय दिनको ठीक 3 बजेदेखि स्थान धरान रङ्गशाला धरान सोह्र। तपाईहरूको सकारात्मक सहभागिता समाचार सम्प्रेषण र सुझावले आगामी कार्यक्रमलाई अझ सशक्त एवं व्यावसायिक बनाउन मद्दत पुग्नेछ। हामी तपाईहरूको उपस्थितिको लागि हार्दिक अपेक्षा राख्दछौँ। खेलकुद पत्रकारिता र खेल विकास सँगसँगै अघि बढोस्। अध्यक्ष प्रेम भुले अध्यक्ष बारेमा थोरै जानकारी। प्रतियोगिताको अनुमानित आय व्यय विवरण स्रोतहरू धरान नगरपालिकाबाट प्राप्त अनुदान 1,55,000 विभिन्न दाती संस्था सहयोगी संस्था लगायतबाट 1 लाख शुभचिन्तक तथा खेलप्रेमीबाट 1,30,000 जम्मा आय हुन्छ 3,85,000 र बेतर्फ विवरण र रकम प्रथम पुरस्कार हुनेछ 50,000, दोस्रो पुरस्कार हुनेछ 25,000, प्रतियोगिताभित्रको उत्कृष्ट खेलाडीलाई 5,000, उत्कृष्ट गोलकिपर 2,000, उत्कृष्ट डिफेन्स 2,000, उत्कृष्ट मिडफिल्डर 2,000, उत्कृष्ट गोलकर्ता 2,000, उदयमान खेलाडी 2,000, म्यान अफ द म्याच प्रत्येक म्याचमा जम्मा गरी के 14 थियो 7वटा म्याच 7वटा गेम हुने भएको 7वटामा 14,000 जम्मा। त्यसै गरी उत्कृष्ट कोच 2,000, बेस्ट टिम 3,000, उद्घाटन र समापन तयारी खर्च 30,000, रेफ्री खर्च 40,000,
टिफिन खाजा खर्च 25,000, प्रसाद खर्च 20,000, कप मोडल र प्रमाणपत्र गरी 40,000, विशेष अतिथि स्वागत समारोहको लागि 15,000, ग्राउन्ड खर्च 20,000, बोर्ड ब्यानर फ्लेक्स लागि 20,000, फुटबल नेट गरी 20,000, विभिन्न खर्चमा 15,000 र जम्मा खर्च हुन्छ 3,54,000, अप्रेल चाहिँ 3,54,000 अध्यक्ष सबैलाई चाहिँ म के भन्न चाहन्छु भने हाम्रो छोटो समयमा होइन एउटा हामीले जुन गरियो यो कति कुरामा मिस्टेक पनि भइरहेको छ होइन त्यसमा चाहिँ यसलाई चाहिँ अलिकति पोजिटिभ लिएर चाहिँ एउटा गरिदिनुहुन्छ भन्ने एउटा आशा पनि राखेको छु र यो जुन यो सिटी फुटबल क्लबको चाहिँ यो पहिलो आयोजना पनि हो र मेरो जुन यो फुटबल जीवनको चाहिँ यो पहिलो यो आयोजना हो भन्नु पनि सकिन्छ खेल्नु धेरै खेलाइयो र यो चाहिँ एउटा अहिले पहिलो भएको हुनाले चाहिँ यसलाई हामीले अब धेरै कुरा हाम्रो मिस्टेक भएको छ होइन हरेक कुराहरूमा होइन त्रुटिहरू भएको छ यसमा चाहिँ क्षमा माग्दै र हाम्रो 8वटा टिम चाहिँ अल स्टार फुटबल क्लब धरान 15, प्रगतिशील एफसी धरान 16, धरान 13 स्पोर्टिङ क्लब र पटनाली फुटबल क्लब, फेयर फुटबल क्लब, धरान 4 फुटबल क्लब र सिडनी फुटबल क्लब रहेको अनि DFC पनि रहेको छ र 8वटा टिम र यो पहिलो यो चाहिँ जुन महिला पहिलो एउटा क्लब स्तरीय गेम यो हामीले धरानमा सुरु गर्नु गइरहेको छौँ र सबैको साथ सहयोगले गर्दाखेरि अहिले हामी यो पत्रकार सम्मेलनसम्म आइपुगेको छौँ र यो सबैलाई साथ सहयोग दिनुभएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु। सबै लगायत अब हाम्रो खेलाडीदेखि लिएर पत्रकार है समाजसेवी बुद्धिजीवीहरू नगरपालिका र विशेष गरेर हाम्रो अनुप देवान दाई जुन चाहिँ यो अवसर चाहिँ जुन एउटा प्रस्ताव राखेर चाहिँ हाम्रो क्लबलाई चाहिँ एउटा दिनुभएको छ उहाँलाई पनि नगरपालिका लगायत उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु र हाम्रो चाहिँ 8वटा क्लब रहेको छ र यो हामीले अब नेमको चाहिँ अब यो हामीले भोलि चाहिँ हामीले नेम चाहिँ क्लबहरूलाई गर्दैछौँ क्लब स्तरीयको चाहिँ र अहिले यो धेरै कुराहरू यो प्राविधिक कुराहरू जुन गर्दाखेरि चाहिँ अलिकति हामीलाई समय लागेको हुनाले चाहिँ त्यसमा म अझै पनि फेरि एकपल्ट क्षमा माग्दै र यो हाम्रो चाहिँ नकआउटको उयसबाट हामीले खेलाउँदैछौँ र हामीले अहिले भन्दा पर्दा हाम्रो 18 जना प्लेयर 5 जना बाहिरको प्लेयर इन्ट्री गर्नु पाउने राष्ट्रिय अन्तर्राष्ट्रिय जुन पनि भयो क्लबमा जसको क्षमता छ राष्ट्रिय प्लेयर पनि ल्याउनु मिल्यो जिल्ला पनि ल्याउनु मिल्यो अन्तर्राष्ट्रिय पनि ल्याउनु मिल्यो यो 5 जनामा 3 जना खेलाउनु पाउँछ प्लेइङमा र 8 जना चाहिँ हाम्रो धरानको स्थानीय नै खेल्नु पर्नेछ र अरू चाहिँ अब यति मेरो जानकारीमा यति छ तपाईहरुले के मदन सिटीएफसी आयोजक भएको मदन भण्डारी मेमोरियल कसरी जोडिएको थियो कसरी सहकारी के थियो यसमा चाहिँ मदन भण्डारी स्मृति भनेर चाहिँ यो चाहिँ नगरपालिकामा त रातो किताबमै छुटाएको रहेछ यो पहिला अब अरूले गरेको थियो योपल्ट चाहिँ अब प्रस्ताव आएको हुनाले चाहिँ किनभने फुटबल गेम चाहिँ के हुन्छ नि कुनै पनि पार्टीगत केही पनि हुँदैन यो हाम्रो के हुन्छ साझा हो जुनै हिसाबले पनि हामीले यो किनभने धेरै अगाडि पनि हरेक संस्थाको लगायत पार्टीको जेको पनि हामीलाई फुटबलको केही गतिविधि हामी जहाँ पनि सहयोग गर्ने होइन यो विगतमा यो कुन आयो के भन्दा पनि फुटबल हुनु पर्यो होइन यति हो अब यसमा अब हामीले मैले बुझेअनुसार चाहिँ के भने अब यत्रो फुटबल खेल्यो हामीले कुनै पनि सङ्घ संस्था या अब कुनै बिना हामीले फुटबल खेलाउन सकिँदैन होइन कुनै पनि सङ्घ अब जस्तो हरेक कुरा सहयोग बिना चाहिँ हामी सकिँदैन हामीले खेल्नु त सकिँदैन खेलाउनु त फरकै कुरा हो
र हरेक कुरा यो के भने हामीले हरेक सङ्घ संस्था पार्टी जातीय होइन तपाईँको धर्म यो फुटबलमा चाहिँ के पनि हुँदैन यो सबै हामी एउटा एक सूत्रमा बाँधेर एउटा खेलकुदको लागि हो भन्ने चाहिँ मेरो सोच हो त्यही कारणले चाहिँ यो हाम्रो मदन भण्डारी भनेको एउटा अग्रज व्यक्ति हो होइन हिजो एउटा क्रान्ति ल्याएको कुन पार्टीबाट ल्याएको भन्दा पनि एउटा हाम्रो नेपालको लागि चाहिँ एउटा क्रान्ति ल्याएको त्यो अनुसारले चाहिँ हामीलाई आएको हुनाले चाहिँ यो किनभने गर्नुपर्छ भन्ने कुरा एउटा नयाँ पनि हो महिला गेम होइन त्यसले गर्दाखेरि चाहिँ यसलाई मैले केही नहेरिकन फुटबलको लागि भनेर चाहिँ यो हामीले क्लबको सबैजना हामी मिटिङ बसेर यो हामीले चाहिँ लगाउनुपर्छ भन्ने हिसाबले यो हामीले तयारी भएको सागर सर त्यो पालिकाबाट भनेर अनुदान आएतर्फ भन्नुभएको छ नि कहाँको पालिका नगरपालिका जसरी यो क्लब स्तरीय गर्दाखेरि पुरुषको गराउन सक्नुहुन्थ्यो महिलाले चाहिँ के गर्नुभयो यो चाहिँ होइन यो खास चाहिँ पुरुषै गर्ने हो अब महिला त मलाई खासै छैन तर शीर्षकमा महिला भएको हुनाले चाहिँ यो महिला नै गर्नुपर्ने भएको हुनाले एउटा झन् अझै महिलाको लागि चाहिँ एउटा यो अब गर्नु त हामीले नसक्ने हो तर पनि एउटा किन अहिलेको समय हामीले यो त पहिला पनि सोचिरहेको यो त बारम्बार चाहिँ धरानमा फुटबल गोल्ड कप भयो महिला गोल्ड कप भएन भन्ने त कुरा आइरहेको हो र यो आएको हुनाले चाहिँ अब यो महिला ठ्याक्कै आउने बित्तिकै मान्छेको यो झन् राम्रो भयो भन्ने हिसाबले चाहिँ एउटा यो के अरे महिलाकै आयो गर्नुपर्ने त गर्ने त यो पहिलादेखि गर्नुपर्ने हो तर अहिले महिलाको आएको भन्नाले झन् एउटा हामी झन् उत्साहित भयौँ क्या गर्नुपर्छ यो महिलाको गेम हो होइन महिला पनि हामीले पुरुषको त धेरै भइरहेकै छ होइन महिलाको चाहिँ अलिक कम भएको हुनाले चाहिँ एउटा आएको हुनाले चाहिँ हामीले चाहिँ यसलाई एक्सेप्ट सर यो धरान नगर स्तरीय भनौँ नगर स्तरीय नै क्लब चाहिँ यहीँको 5 जना चाहिँ धरानदेखि बाहिरको पाउँछ खेलाडी चाहिँ बाहिर रात्रिकालीन कि दिउँसो यो दिउँसो नै तथा धरान सिटी फुटबल क्लबको आयोजनामा मदन भण्डारी स्मृति महिला क्लब स्तरीय फुटबल प्रतियोगिता 2082 यो चाहिँ धरान 16 रङ्गशालामा हुनेछ र यो चाहिँ मिति 2080 साल 6 गतेदेखि 14 गतेसम्म दिउँसो 3 बजे हुनेछ र सहभागी टिम चाहिँ अल स्टार फुटबल क्लब धरान वुमेन्स फुटबल क्लब प्रगतिशील फुटबल क्लब धरान 4 फुटबल क्लब फेयर फुटबल क्लब धरान 13 स्पोर्टिङ फुटबल क्लब सिङ्मी फुटबल क्लब र पटनाली फुटबल क्लब 8वटा क्लब रहेको छ यो चाहिँ प्राइस चाहिँ हाम्रो प्रथम प्राइस 50,000 र सेकेन्ड प्राइस 25,000 रहेको छ